नमस्ते सम्पूर्णमा म श्री शान्ति भगवती सेकेन्डरी स्कुल कक्षा 12 कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत छात्रा रिमा खड्का। म चाहिँ यस स्कुल कक्षा 9 कम्प्युटर इन्जिनियरिङ संकायबाट अध्ययनरत हुँदै कक्षा 12 सम्म पुगेको छु र यो 4 वर्षमा चाहिँ मैले धेरै थ्योरिटिकल मात्रै नभएर प्र्याक्टिकल नलेज नै धेरै गेन गरेको छु। यहाँ चाहिँ हाम्रो एकदम गुणस्तर ल्याब, कम्प्युटर ल्याब, फिजिक्स ल्याब, बायो ल्याबहरू सबै ल्याबहरूको सुविधाहरू छ। अहिले भर्खरै बसको सुविधा पनि आएको छ। अनि हामीलाई चाहिँ यहाँ चाहिँ टिचरहरूले एकदमै सपोर्ट गर्नुहुन्छ अनि टिचरहरूको चाहिँ एकदमै फ्रेन्डली इन्भाइरोमेन्टहरू छ। यहाँ आएर तपाईँहरूले चाहिँ रिलेट गर्नुहुने छैन। अनि आउने विद्यार्थीहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि श्री शान्ति भगवती चाहिँ मलाई लाग्छ हजुर अहिलेको बेस्ट अप्सन हो। किन भन्दाखेरि यहाँ साइन्स, इन्जिनियरिङ प्लस यता ब्याङ्कको म्यानेजमेन्ट, एजुकेसन सबै फ्याकल्टीहरूको पढाइ हुन्छ र सबै फ्याकल्टीमा एकदमै राम्ररी पढाउनुहुने टिचरहरू हुनुहुन्छ। अनि यहाँ आएपछि चाहिँ तपाईँहरूले थ्योरी मात्रै नभएर प्र्याक्टिकल नलेजहरू पनि गेन गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद, नमस्ते।